आज हामी सडकको ट्राफिक लेन तथा सडक विभाजक रेखाको बारेमा जानकारी लियौँ। नेपालमा प्रयोग भइरहेका ट्राफिक लेनहरू यस प्रकारका छन्। 1. विखण्डित केन्द्रीय रेखा अथवा थ्रु लाइन। अगाडि बाटो खाली छ र सुरक्षित छ भने तपाईले विखण्डित मध्य रेखालाई नाघेर ओभरटेक, युटर्न तथा लेन चेन्ज गर्न मिल्छ। 2. चेतावनी सङ्केत रेखा अथवा हजार्ड वार्निङ लाइन। यो रेखा पनि विखण्डित केन्द्रीय रेखा जस्तै हुन्छ, तर प्रत्येक रेखाखण्ड अलि बढी लामो हुन्छ। यो रेखाले अगाडि खतरा उत्पन्न हुन सक्ने स्थान आउँदैछ भन्ने बुझाउँछ। यो रेखा भएको सडक खण्डमा तपाईलाई ओभरटेक गर्न बन्देज लाग्दैन, तर तपाईले ब्यारियर रेखा आइपुग्न अगाडि नै आफ्नो लेनमा फर्किसक्नु पर्दछ। 3. अविखण्डित केन्द्रीय रेखा ब्यारियर लाइन। यो रेखा भएको सडक खण्डमा तपाईले रेखाभन्दा बायाँतर्फ रही सक्दो बायाँ च्यापी सवारी चलाउनु पर्छ र सवारी साधनलाई ओभरटेक गर्न वा युटर्न लिन पाइँदैन। 4. विखण्डित अविखण्डित दोहोरो रेखा। यदि तपाईँ सडकको विखण्डित रेखा भएको भागमा हुनुहुन्छ भने तपाईले ओभरटेक, युटर्न, लेन चेन्ज, बाटो क्रस गर्न सक्नुहुन्छ भने तपाईँ अविखण्डित रेखा भएको भागमा वा लेनमा हुनुहुन्छ भने अघिको ब्यारियर लाइनको नियम लाग्दछ। 5. दोहोरो अविखण्डित रेखा अर्थात् ब्यारिकेड। यो रेखा भएको सडकमा अन्य रेखाहरू नआएसम्म सवारी सिधा हाँक्नुपर्ने हुन्छ। सडकमा कुनै अवरोध छ जस्तै बिग्रिएको सवारी साधन र तिनलाई पार गरेर अगाडि बढ्नु पर्ने अवस्था आएमा र सुरक्षित भएमा मात्रै तपाईले कुनै पनि रेखालाई नाघेर अगाडि जान सक्नुहुन्छ।